वैधानिक हुनु पर्यो, व्यवस्थित हुनु पर्यो र त्यसमा म सबैको सहयोग चाहन्छु र हामी समयमै महाधिवेशन गर्ने हो र अबको समस्याको समाधान महाधिवेशनमै हो। त्यो कुरामा हामी दुविधामा छैनौँ, कसैले भ्रममा पर्नु पर्दैन। तर आफ्नो जिल्लामा एउटा वार्ड कमिटी पनि नबनाउने, चुनावमा उम्मेदवार पनि नबन्ने, बनेको उम्मेदवारलाई सघाउन पनि नहिँड्ने, पार्टीलाई अघि भने जस्तो राष्ट्रिय पार्टी पनि बन्न दिनु हुँदैन भनेर हिँड्ने, अनि त्यस्ता साथीहरूले बाटोबाट महाधिवेशन हुनु पर्यो भन्दाखेरि त्यस्तो कुराले हामी आकर्षित हुँदैन, त्यस्तो कुरा सुनिँदैन। यहाँ बैठकमा छलफल, बैठकमा कुराकानी हुन्छ र हामीले फेरि पनि भन्छु समयमा महाधिवेशन गर्छौँ। महाधिवेशनबाट अब कुनै पनि पार्टी अथवा हामी कोही पनि पछाडि हट्नुपर्ने कुनै कारण छैन।